साथीहरू नमस्कार। यही 2082 फागुन महिनामा विभिन्न 4वटा कम्पनीहरूले आइपिओ निष्कासन गर्दैछन्। तपाईँ पनि आइपिओमा लगानी गर्न गइराख्नु भएको छ र कुन कुन कम्पनीको आइपिओ खुल्दैछन्, कति युनिट्सहरू खुल्दैछन्, कति यता एप्लाई गर्न मिल्छ लगायतका विषयमा तपाईँलाई जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला। यी 4वटा कम्पनीहरूमध्ये पहिलो कम्पनी रहेको छ सुपर खुदी हाइड्रो पावर लिमिटेड। यो हाइड्रो पावर सेक्टरको आइपिओ रहेको छ भने यसले टोटल 12,86,500 किता आइपिओ निष्कासन गर्दैछ। यसले यही फागुन 5 गतेदेखि आइपिओ निष्कासन गर्दैछ भने यसको क्लोजिङ यही फागुन 10 गते हुनेछ। यो हाइड्रो पावर सेक्टरको आइपिओ रहेको छ भने यसको इस्यु म्यानेजरको रूपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। यसको पर किता सेयर 100 रुपियाँ पर्नेछ भने मिनिमम 10 किता एप्लाई गर्न सकिने भएको छ भने 10 किता एप्लाई गर्नको लागि 1000 रुपियाँ आवश्यक पर्ने भएको छ। यसको लागि अर्निङ पर सेयर 15.70 रहेको छ। त्यस्तै अर्को दोस्रो नम्बरको आइपिओ रहेको छ एपोलो हाइड्रो पावर लिमिटेड। यो विशेष गरी हाइड्रो पावर सेक्टरको आइपिओ रहेको छ भने यसले टोटल 94,000 किता इस्यु गर्दैछ। यो विशेष गरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो। यो यही फागुन 11 गतेदेखि निष्कासन गर्दैछ भने यसको क्लोजिङ डेट चाहिँ यही फागुन 14 गते रहेको छ। यसको इपिएस हेर्नुहुन्छ भने 4.70 रहेको छ भने यसमा तपाईँले मिनिमम 10 किता एप्लाई गर्नुपर्ने हुन्छ। 10 किता पर सेयरको 100 रुपियाँ भएको कारणले गर्दा यसमा पनि एप्लाई गर्नको लागि कम्तीमा 1000 रुपियाँ आवश्यक पर्ने देखिन्छ। यसले 4,77,000 युनिट चाहिँ आयोजना प्रभावित क्षेत्रलाई पनि वितरण गर्ने भएको छ, निष्कासन गर्ने भएको छ। यसको इस्यु म्यानेजरको रूपमा पनि हिमालयन क्यापिटल रहेको छ। त्यस्तै तेस्रो नम्बरको आइपिओ रहेको छ पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड। यो विशेष गरी सर्वसाधारणका लागि निष्कासन गर्न लागेको आइपिओ हो। यो ठुलो आइपिओको रूपमा पनि यस आइपिओलाई लिन सकिन्छ। विशेष गरी यसले मिनिमम तपाईँको 10 किता एप्लाई गर्न मिल्ने गरी 45 लाख किता सेयर निष्कासन गर्न गइराखेको छ। यसको पर किता सेयर चाहिँ 100 रुपियाँ रहेको छ भने यसको इस्यु म्यानेजरको रूपमा नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ रहेको छ। यसले यही फागुन 12 गतेदेखि 15 गतेसम्म यो आइपिओ निष्कासन गर्न गइरहेको छ। यसमा मिनिमम 10 किता एप्लाई गर्नुपर्ने र पर सेयर चाहिँ 100 रुपियाँ भएको कारणले गर्दा यसमा पनि तपाईँले एप्लाई गर्नको लागि कम्तीमा 1000 रुपियाँ आवश्यक पर्ने देखिन्छ। यसको क्रेडिट रेटिङ एजेन्सी अन्तर्गत क्रेडिट रेटिङ चाहिँ BB+ अर्थात् BB+ रेटिङ यसले प्राप्त गरेको छ। त्यसै गरी अन्तिम अर्थात् चौथो नम्बरको आइपिओ रहेको छ कालिन्चोक हाइड्रो पावर लिमिटेड। विशेष गरी यो वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि भर्न मिल्ने गरी निष्कासन गर्न लागेको यो आइपिओ हाइड्रो पावर सेक्टरको रहेको छ। यो आइपिओमा मिनिमम तपाईँले 10 किता एप्लाई गर्न मिल्छ भने अधिकतम 4000 किता एप्लाई गर्न मिल्छ। यो टोटल 82,500 किता सर्वसाधारणहरू विशेष गरी वैदेशिक रोजगारीमा गएकाहरूका लागि खोल्न लागेको हो। यसको इस्यु म्यानेजरको रूपमा राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड मर्चेन्ट ब्याङ्किङ रहेको छ भने यसको पर किता सेयर तपाईँले 1000 रुपियाँमा चाहिँ किन्न मिल्ने भएको कारणले गर्दा यसमा पनि एप्लाई गर्नको लागि मिनिमम 1000 रुपियाँ आवश्यक पर्ने देखिन्छ। यो चाहिँ यही फागुन 13 गतेदेखि 17 गतेसम्म खोल्न लागेको हो। यसरी तपाईँ आइपिओमा लगानी गर्न खोजिराख्नु भएको छ भने यी 4वटा आइपिओहरू अन्तर्गत 2वटा आइपिओ चाहिँ पब्लिक सबैजनाले एप्लाई गर्न मिल्छ भने 2वटा आइपिओहरू चाहिँ वैदेशिक रोजगारीमा गएका नेपालीहरूले मात्र भर्न मिल्ने आइपिओ रहेको छ। तपाईँहरूले सामान्यतया यी 4वटा आइपिओको बारेमा सामान्य जानकारी प्राप्त गर्नुभयो र यदि तपाईँ वैदेशिक रोजगारीमा जानुभएको छ भने तपाईँले यी आइपिओहरू नछुटाई तपाईँले भर्नुहोला। यी यस्तै आइपिओ अपडेटसँग सम्बन्धित केही जानकारी लिन चाहनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला।